नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो होइन गाइज। आज चाहिँ हामी अब हाम्रो सबै 10 क्लासको पुराना साथीहरू 2075 को ब्याचको साथीहरू होइन सबैजना भएर हामी चाहिँ बैकुण्ठ ताल जान लागेको छौँ। किनभने कि अब हाम्रो निशान साथी चाहिँ अस्ट्रेलिया जाँदैछ कि अस्ट्रेलियाको भिजा ग्यारेन्टेड भइसक्यो। त्यसैले अब साथी अस्ट्रेलिया जाँदैछ होइन। अब लास्टचोटि अब कोही कहाँ हुन्छ सबै साथीहरू लास्टचोटि भेटघाट गरौँ भनेर चाहिँ हामी सबै पुराना साथीहरू भएर चाहिँ बैकुण्ठ जान लागेको छौँ। अहिले चाहिँ यो ज्याकेट लगाइरहेको छु, रेडी सेडी भइसकेको छु म होइन। ज्याकेट चेन्ज गर्नु त्यसपछि निस्किहाल्ने हो। अब साथीहरूसँग भेटौँ न त। निशान गाइज यहाँ चाहिँ केक सेक किन्नलाई बसेछौँ विशाल र म, विशाल साथी जिग्रियार होइन। अरू त्यहाँ चाहिँ हाम्रो गाउँको माडी हट बेकरीमा क्याफेमा चाहिँ अब केकहरू किनिरहेको छ। केक किन्छ निशानलाई चाहिँ अस्ट्रेलिया जान लाग्छ नि त। यो अब होइन हेलो 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 हामी चाहिँ होइन गाइज यहाँ अब बैकुण्ठ पुगिसकेको छौँ। एउटा टोली रूपा आरती विशाल उताबाट निशान अनि सागर र सुसन आउँदैछ होइन। अब फेरि लिन जाने म आरतीहरूलाई अब लिन जान्न त आरतीहरूनिर भेटौँ। हेलो गाडी मान्छेहरू गइहाल्यो बाटो त्यो सँगसँगै नजाम होइन। ठुलो छ एकजना मसँग बस्नु बाइकै राखौँ म चल्छु। मोटीले 220 चलाउँछ कस्तो बाटो नराम्रो अनि अहिले आइहाल्छ। म चाहिँ एक्लै पछाडि पछाडि आइरहेको छैन गाइज खानाले मुखिन चाहिँ म रोकेको थिएँ। एकदम धुलो धुलो भइसकेको थियो कि बाटो एकदम धुलो धुलो छ। अनि अब धुलो भएर फ्रेस भएँ। अहिले पछि पछि हिँडिरहेको छु। साथीहरू माथि पुगिसकेको छ होइन। बाटो धेरै धुलो धुलो थियो अनि बिचमा अलिअलि सुरु गरेको नभए गरे होइन। साथीहरू उहाँ पुगिसकेको छन्। साथीहरू पुगिसकेको छैन गाइज। निशान ओए कस्तो लागिरहेछ साथीहरू? फिलिङ भेरी वेल विथ माई डियरेस्ट फ्रेन्ड ओके। सायद यो दिन आउँदैन भन्ने सोचेको थियो तर पनि फेरि आयो। सबैजना भेट भइरह रमाइलो गर्ने प्लानमा आएको रमाइलो भइरह। एट द इन्ड वाट विल ह्यापन कतिसम्म रमाइलो गर्न सकिन्छ त त्यतिसम्म फुल इन्जोय गर्ने होइन नि त। हामी पनि अब इन्जोय गर्छौँ सँगसँगै तपाईँहरू पनि भिडियोको माध्यमबाटै इन्जोय आवर यो भिडियो भ्लग हेरेर हाम्रो इन्जोयमेन्टसँगै हजुरहरू पनि इन्जोय गर्नु। हजुर थ्याङ्क यू आन्टी थ्याङ्क यू। मेरो बर्थडे हो आज। आन्टीहरू फेरि निशानको बर्थडे रे आज। ह्याप्पी बर्थडे। चक्लेट खानुहुन्छ? चक्लेट नि समसँग मेरो ह्याप्पी बर्थडे है आज। निशान अस्ट्रेलिया जान लागेको मान्छेको बर्थडे भनेर अब चक्लेट दिइरहेको थियो आन्टीहरूलाई होइन। चक्लेट दिइरहेको छ अरूमा हजुर अरूमा साथीहरू भेटेर तँलाई आज कस्तो लागिरहेको छ? रमाइलो होइन। फेरि यो दाजुलाई नै गर्दैन सिङ गर्दै बस्छ होइन। रिप्लाई गर्दैन गाली गर्छ बल्ल अनि त्यसपछि होइन भाइ गाली गऱ्यो भने बल्ल रिप्लाई आउँछ। नभए त ल आफैले कहिले अहिलेसम्म ग्रुपमा मेसेज गरेर यो लाइन चाहिँ फेसबुकमा जानुपर्छ। यो सुरुमा यही क्लिप लगाएको हो यही क्लिप लगाउँछु मैले पनि। हामी चाहिँ होइन अब झर्ना पुगी लागिसक्यौँ उहाँ अगाडि झर्ना छ तल पुग्न लागिसक्यौँ।
सिरियस पार्ट धेरै मेहनत गरेर सिरियस पार्ट सकाएर अब इन्जोयमेन्ट गर्ने ठाउँलाई चाहिँ ए हो केटा हो हेरेर है अब बाहिर पढाइदेला बाटो भने यस्तो हो भने सिधै वैकुण्ठे दर्शन गर्न आएको वैकुण्ठे बास नुहाउने होला नि नुहाउने होइन यार कहिले थाहा भएको भए नुहाउने हुन्थ्यो नुहाउन त कति नुहाइयो यार थाहा भएन थाहा भएको भए त लिएर आउँथ्यौँ होइन अब थाहै भएन लिएर आएन अब नेक्स्ट टाइम अब फेरि कहिले हुन्छ थाहा छैन नेक्स्ट टाइम आउँदा लिएर आउँछ वैकुण्ठे काम गर्न आउनुभएको सफल भएछ होइन बधाई छ उहाँ मान्छेहरू चाहिँ आज शनिबार भएको कारण धेरै मान्छेहरू आछन् कि पिकनिक सिकनिक खान यता भिजिट गर्न झर्न होइन त्यहाँ छन् नि अब उनीहरू जान्छ अनि त्यसपछि हामी मात्र हुन्छौँ हाम्रो ब्याचको केटाकेटीहरू मात्र हुन्छन् पछि भेटौँ न अहिले त्यहाँ राम्रोसँग जाऊँ यस्तो कटी कटी जानुपर्छ क्या अब सिलहरू टेकी टेकी उहाँसँग त्यता जाम हो यताबाट यता यसरी घुमेर आउनु तलबाट जा त जा उताबाट लिएर आइदियो निशान चाहिँ पुग्यौँ होइन यत्रो दुःख कष्ट गरेर अब इन्जोय खाना बसेर इन्जोय हाल्नुपर्छ अब होइन कतापट्टि बस्ने अब के भनेको त्यहाँ बस्छौँ होइन के भनेको त्यहाँ गएर बसिन्छ यता बस्छौँ होला शीतलो छ हामी चाहिँ होइन अब यहाँ पुगिसक्यौँ गाइस सबजनाले अब कोक खान लागेको छौँ निशानले कोक हालिरहेछ र चस मुटी चस अब सबलाई चस है गाइस करन हामी चाहिँ होइन अब यहाँ वैकुण्ठ आइसकेपछि होइन धेरै मान्छेहरू देख्यौँ नि त होइन हामी माडीकै भए पनि माडीभन्दा बाहिरको अलिक धेरै मान्छेहरू देख्यौँ हेर्न सक्नुहुन्छ होइन अब गएर सोधौँ न त हाम्रो माडीको वैकुण्ठ थाल कस्तो लाग्यो उहाँहरूलाई होइन उहाँहरूसँग राई विचार लिउँ न त फिडब्याक यो अङ्कलसँग लिने है हेलो अङ्कल कताबाट आउनुभएको तपाईँहरू टाढीबाट अनि हजुर म यहाँ माडी 8 नम्बर वार्डबाट ए यहीँको ए खर्कटा ए अनि तपाईँहरूलाई कस्तो कस्तो लाग्यो त नि अब यो एकदम लाग्यो गाडीमा जुन हाम्रो बुढा साउन्ड भत्ता खाने हाम्रो बुढाहरू छन् उहाँहरूलाई मैले लिएर आएको मेरो नेतृत्वमा हो म रत्नगरबाट वार्ड नम्बर 1 पनि हो उहाँहरूले लिएर आइयो अब आउनै नसक्ने 90 वर्षको हेरिरहेको छ एकदम बुढो हुनुहुन्छ होइन लिएर भर्खर तालमा लिएर आइयो म ताललाई नहेरिकन म पुण्यले जान मजाले भनेर दिएर भन्यो आउनु भयो अब सायद मुख सुख धोएर फर्किनुहुन्छ होला राम्रो लाग्यो खुसी लाग्यो उहाँहरू वृद्धहरू लिएर आउनु खुसी लाग्यो हामीलाई पनि खुसी लाग्यो बाहिर बाहिरबाट आइराख्नु माडीलाई यस्तै माया गरिदिनु होला होइन सपोर्ट गरिदिनु होला हाम्रो माडीलाई पनि धेरै माथिसम्म पुऱ्याउनु छ हाम्रो माडीहरूले धेरै कष्ट गरेको छ कि थ्याङ्क यू मेरो यो साथी छ होइन अस्ट्रेलिया जाने साथी हो साथी राम्रोसँग जा है नबिर्सी होइन सधैँ आइफोन पठाइदिएँ ल मेरो भ्युअर एकजनालाई लक्की भ्युअरलाई मैले स्पोन्सर गरेर एउटा आइफोन गिफ्ट दिन्छु ल मेरो साथीले चाहिँ होइन अस्ट्रेलिया गएर चाहिँ अब तपाईँहरू मध्ये एउटालाई आइफोन गिफ्ट पठाइदिन्छु होइन के गरिदिनु पर्यो गिफ्ट जित्नको लागि च्यानल सब्सक्राइब गरिदिनुहोस् होला थ्याङ्क यू ल
Happy birthday Vishal अनि निशानलाई have a safe flight. Thank you everyone and happy birthday to you. Belated. हेर्ले एउटा आरती बनाइने कुन जाने ए कसैले पाउँदैन गाई जिउ एक्लै मुखमा जान्छ कसैले पाउँदैन ओए अरु कोले गाई परे एउटा दिल्लो अरु बोल्ला आऊ भन्ना नि आऊ भिडियो गर्नु न आरती बाडेर नि सक्यो सब भाइ बहिनीहरुलाई दिएको हामी त त्यति खाइएन मताइरा थियो यार केक पनि हैन आइसकेको केक थियो नेक्स्ट अब के छ अब हेरौँ किचन साथीहरुले नेक्स्ट ओए नेक्स्ट के हो भन्दै त नेक्स्ट हैन भोलि हैन भोलि आइतबार हैन अहिले केक काट्यो अब नेक्स्ट अब के काट्ने हो चौथो फुटाउने चौथो काट्ने बियर काट्ने अनि आरती हात आएर भिडियो बनाउनु न के हो ब्लग के बनाएको त भिडियो बनाउनु अलि एडिट गरेर हाल्दै हाल्दै राम्रो बनायो मलाई त एडिट गर्न आउँदैन मलाई नि अपलोड गर्ने हो हेलो माय नेम इज आरती काप्टा फ्रम अस्ट्रेलिया न 5,000 रुपैयाँको बिहा गर्छु ओ ल यहाँ हात पस्ने बोल बोल्न दिनु प्लिज निशानलाई मेरो नाम केही हुन्न आउन न कसरी म चाहिँ कति सुन्छु त मलाई कन्ट्री हुन्छ त्यो कन्ट्री पार्नु रेशमी चुल्ठो ओडाई घुम्टो रेशमी चुल्ठो ओडाई घुम्टो मायाको रंग भरिदियो कि मायाको रंग भरिदियो कि एउटाले साउन्ड रेकर्ड गराउनु हामी चाहिँ रमाइलो गरिरहेको छौँ होइन यहाँ बैकुण्ठ तालको खेतमा बसेर सबै साथीहरू रमाइलो गरिरहेछौँ कस्तो लागिरहेको छ भाइ एकदम रमाइलो होइन अब साथी अस्ट्रेलिया जाँदैछ सिडनी जाँदैछ होइन अब सिडनी गएपछि मलाई आइफोन 14 प्रो म्याक्स पठाइदिन्छ यति खुसी लाग्छ होइन अब के भनौँ व्यक्त गर्न सक्दिनँ मुटुभरि छ साथी अस्ट्रेलिया जाँदैछ दुःख पनि लाग्छ होइन एउटा कुरो चाहिँ अब ठिक छ अब केही भएन साथी अस्ट्रेलिया जाँदैछ रमाइलो लाग्छ त्यही हो अब होइन अब भेट हुने त कहिले कहिले अब म पनि जस्तै हो दुःख लाग्ने कुरा त्यो गाइस म सिंगल छु मलाई एउटा गर्लफ्रेन्ड चाहियो जसले कुन्दन कुमार शाह भिडियो हुनुहुन्छ भने हेर्नुहुन्छ भने मलाई सम्पर्क गर्नु होला मेरो नम्बर छ 98455774 यति हो तर अब मलाई चाहिँ सम्पर्क गर्न पर्यो अनि रमाइलो गर्नु पर्यो मसँग बोल्नु पर्यो लोयल हुनु पर्यो अनि केटी होइन मेरो कोही सब्सक्राइबर केटीहरू छ भने है मेरो साथी छ सागर होइन भिडियो हालिदिनु पर्यो आई लभ यु गाइस मसँग कुरा गर्नु होला एडभान्समा नै आई लभ यु है एडभान्समा मसँग कुरा गर्नु होला त्यसपछि कति लभ हुन्छ त्यो त अब तपाईले एक्सपेक्ट गर्नु सक्नुहुन्न गर्न नि गर्नुहुन्न थाहा छ होइन
म एकदम सिग्नल सिङ्गल यहाँ चाहिँ एकदम रमाइलो भइरहेछ होइन गाइस अब इन्जोय गरौँ डान्स हाम्रो इन्जोय गरौँ साथीहरूको डान्स होइन कस्तो लागिरहेछ दाजु रमाइलो एकदम एकदम मनस्थित एकदम तिमीहरूलाई कस्तो लाग्यो त नि आजको यो मुभमेन्ट ब्यासिङ इन्टरटेनमेन्ट इन्जोय अल अफ देम हो धेरै रमाइलो भयो होइन हाम्रो साथी अब होलीपछि अस्ट्रेलियाको फ्लाइट छ त्यसलाई धेरै मिस गर्ने तँलाई निशान मिस यु अ लट तँलाई हामीले धेरै मिस गर्ने छौँ गोना मिस यु अस्ट्रेलिया भए तापनि सधैँ याद आउनेछ ओके न साथीहरू